स्पेशली अहिलेको युगमा एकदमै मेन्टल प्रेसर हुने भनेको हामीहरू विद्यार्थीवर्ग स्टुडेन्टहरू स्पेशली जसलाई धेरै मेन्टल वर्क हुन्छ र वर्किङ प्रोफेसनल्स जो चाहिँ लगभग बढी जसो कम्प्युटरमा अथवा ल्यापटपमा कोडिङ गरेर समय बिताउनुहुन्छ र एकदमै दिनभरि थकान महसुस हुन्छ र रेस्ट नै नपाएको जस्तो अनुभूति भइरहेको इन्डिभिजुअल्सहरूको लागि यो योग निद्रा एकदमै उपयोगी छिटो सरल एउटा रिल्याक्सेसनको टेक्निक हो जुन चाहिँ पहिलेदेखिको पौराणिक तवरले र अहिले साइन्टिफिकली पनि सपोर्टेड एभिडेन्सले एकदमै बलियो बनाइरहेको एउटा टेक्निक हो। सबैभन्दा राम्रो कुरा के छ भन्दाखेरि योग निद्रा एकदम फ्री छ, एकदम सिम्पल छ र मेडिकेसन कुनै पनि मेडिकेसन बिना कुनै औषधि लिए बिना नै तपाईँले यो प्र्याक्टिस गर्न सक्नुहुन्छ। अब कुरा गरौँ एउटा रिसर्च जुन चाहिँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहनु भएको हाम्रा आदरणीय गुरुवर्गहरू डाक्टर क्षितिज उपाध्याय, जयप्रकाश झा लगायतका गुरुहरूले गर्नुभएको एउटा रिसर्च आर्टिकल हो जसमा स्टडी पार्टिसिपेन्टहरू त्यही अध्ययन गरिराख्नुभएका मेडिकल स्टुडेन्टहरूलाई लिएर उनीहरूलाई योग निद्रा सेसन सञ्चालन गरी योग निद्रा सेसन गराउनुभन्दा पहिले र पछिको कार्डियोभास्कुलर प्यारामिटरहरूको अवस्था के छ र उनीहरूको एक्सपिरियन्स कस्तो रहन गयो भनेर एउटा स्टडी भएको थियो। यो स्टडी चाहिँ जानकी मेडिकल कलेज जर्नल अफ मेडिकल साइन्सेसमा पब्लिस भएको हो र यो स्टडीको एम थियो योग निद्राको इमिडिएट इफेक्ट्स अध्ययन गर्नु, जस्तै कि हाम्रो मुटुको चाल, हार्ट रेट, ब्लड प्रेसर र सिमिलरली यस्तै गरी हाम्रो एक्सपिरियन्स के रहन गयो, यसमा योग निद्रामा पार्टिसिपेट गर्ने विद्यार्थीहरूको एक्सपिरियन्स के रहन गयो भनेर यो स्टडी गर्न खोजिएको थियो। यो रिसर्चमा योग निद्रा पछिको हार्ट रेट सिग्निफिकेन्टली डिक्रिज भयो भनेर यो आर्टिकलले जनाएको छ। त्यसै गरी ब्लड प्रेसरमा माइल्ड चेन्ज देखियो विच वाज स्ट्याटिस्टिकली नट सिग्निफिकेन्ट भनेर पनि भनिएको छ र जुन यो स्टडी पार्टिसिपेन्टहरू हुनुहुन्थ्यो उहाँसँग हामी एकदमै लाइभ कन्ट्याक्ट गरेर नै उहाँबाट रिभ्यू लिएका छौँ र उहाँका अनुसार उहाँहरू भन्नुहुन्छ उहाँहरूले एकदमै काम, रिल्याक्स्ड र फ्रेस भएको पाउनुभयो भनेर उहाँहरूले रिभ्यू दिनुभएको छ। यो छोटो रिभ्यू तपाईँ देख्न सक्नुहुन्छ। हाम्रो फिजियोलोजी डिपार्टमेन्टले चाहिँ हामीलाई योग निद्राको सेसन गराउनु भएको थियो। यो सेसन 2 दिन गराउनु भएको थियो जुनमा चाहिँ इच डे हाम्रो 30 मिनटको सेसन हुन्थ्यो। सो यो सेसन गर्दाखेरि चाहिँ नि हामीले सभा आसनमा रहेर सरले भन्नुभएको